करी पत्ता के अरे करी पत्ता होइन यो सजीवनको चाहिँ पत्ता हो। यसलाई चाहिँ टिपेर है यसलाई चाहिँ सुकाएर धोएर यसलाई कमसेकम पनि यसलाई 8 खेप 9 खेप चाहिँ मजाले धुने बाकेटमा हालेर यसको कचराहरू जति किराहरू छ सबै जान्छ होइन। अन्त यसलाई यसको हामीले पहिले चाहिँ फुलहरू मात्र कोसाएर मात्रै खान्थ्यौँ, तर अहिले चाहिँ यसो बुझ्दै जाँदाखेरि चाहिँ यो पत्ताहरू सबै खानु हुँदो रहेछ। त्यही कारणले गर्दाखेरि मैले चाहिँ अब यसलाई के गर्छु भन्दाखेरि यसलाई यसरी सोरेर होइन यसको पत्ता चाहिँ यसरी सोरेर यसको जति पनि यो अलिक छिपेको गाँठ चाहिँ यहाँ फोकस गर है, किनभने यसरी तपाईँहरूले पनि गर्न सक्नुहुन्छ। मैले पनि अरूबाट देखेर सिकेर चाहिँ गर्नु थालेको र यसलाई चाहिँ यत्तिकै पकाएर खाँदा पनि हुँदो रहेछ है। भनेको आलुहरूसँग होइन, आलुसँग मिसाउने अन्त आलु पहिले पकाउने त्यहाँबाट अन्त आलुसँगै लाउने होइन टक्करसँगले। तर यसलाई चाहिँ कस्तो भने यो हरियो चाहिँ नपिसिँदो रहेछ क्या, किनभने जुस बनाउनको लागि चाहिँ हरियो सिकाउँदो रहेछ। नत्र त कि अरे यति सुकाएर पाउडर बनाउनु चाहिँ नहुँदो रहेछ क्या। किनकि मैले अस्ति गरेको थिएँ एकचोटि भएन। यसलाई चाहिँ पानी हाल्नुपर्ने रहेछ हरियोमा चाहिँ, किनकि मिसिनमा तल मिक्सचरमा नपिसिँदो रहेछ, उँधो नजाँदो रहेछ। सुकेपछि चाहिँ आफ्टर अटोमेटिक पिसिँदो रहेछ है। कस्तो हुन्छ भन्दाखेरि यो पिस्दाखेरि चाहिँ यस्तो हुन्छ पाउडर। हेर्नुहोस् है, यो देखाउँदा यहाँ देखाउँदा हेर्नुहोस् है। अब यसलाई फुल हुन्छ यसले चाहिँ हेर्नुहोस् त यस्तो हुन्छ। अन्त बिहान उठ्ने ब्रस गर्ने अन्त एक चम्मच बिहान खाने है। यो चाहिँ एकदम चिप्लो हुन्छ। अन्त तपाईँलाई दिएर राखेको म चाहिँ अमिलो लाएर थोरै नमक लाएर चाहिँ गएर बिहान एक चम्मच खान्छु। तपाईँहरूले पनि खानु होला है। यसै गरेर अब यो फुल बटल बनाएर राख्ने हो, त्यहाँबाट ढुक्क हुन्छ खान पाइन्छ। तपाईँहरू पनि सिक्नु होला। बाई, फेरि भेटौँला। काट्दै